भित्रबाट के झिकेट ल्याइरहेको छ ल हेर्नुहोस् नौकाले घडी घडी के ल्याइरहेको छ ल हेर्नुहोस् यहाँ यो भाटबटिनीमा ल हेर्नुहोस् त यो रक्सीहरू के ल्याइरहेको छ ल हेर्नुहोस् त यहाँहरू रक्सीहरू ल हेर्नुहोस् सबै झिकेर ल्याइरहेको छ ल हेर्नुहोस् यहाँ त आज मोज भइरहेको छ मान्छेहरूलाई के झिक्ने ल हेर्नुहोस् यहाँ चोरिरहेको छ है ल हेर्नुहोस् यहाँ है केकहरू ल्याइरहेको छ आज मान्छेहरूले मोज गरिरहेको छन् ल हेर्नुहोस् धेरै यहाँ धेरै उ भइरहेको छ हेर्नुहोस् अझै पनि तोडफोड हेर्नुहोस् यहाँ ल हेर्नुहोस् यहाँ रक्सीहरू कति चोरिरहेको छन् ल हेर्नुहोस् सबै तोडफोड ल हेर्नुहोस् मान्छेहरूलाई भोलि पैसा तिर्दाखेरि कति नमजा होला ल हेर्नुहोस् सबैजना ल हेर्नुहोस् सबैजना ल हेर्नुहोस् है यस्तो खतरा भइरहेको छ ल हेर्नुहोस् यहाँ आजको भाटबटिनीमा ल हेर्नुहोस् यस्तो तोडफोड भइरहेको छ ल हेर्नुहोस् यहाँ धेरै चोरी भइरहेको छ गोड्याङ गुडुङ भइरहेको छ। देख्न सक्नुहुन्छ भाटबटिनी पूर्ण रूपमा फोरिएको छ। भाटबटिनीबाट यसरी सामानहरू निकालेर यहाँ ठ्याक्कै तपाईँको बङ्गलादेशको स्टाइल जसरी शेख हसिनाको दरबारमा छिरेका थिए त्यस्तै चाहिँ विभिन्न ठाउँका विभिन्न कुराहरूमा आक्रमण गरिरहेका छन्। आन्दोलन यो राजावादी आन्दोलनकारीहरू भन्दा फरक नपर्ला उहाँहरू चाहिँ कोटेश्वरमा अश्रु ग्यास खाइसके पछाडि उहाँहरू आएर विभिन्न स्थानका विभिन्न कुराहरूमा एकदम आक्रामक रूपमा प्रस्तुत तपाईँ चाहिँ कहाँबाट स्वतः स्फूर्त म खै बाबा मैले जन्माएँ म यतै जन्मी होइन म यतै छु उतापट्टि प्रहरीलाई ढुङ्गा हानेर रोकिरहेको अवस्था भनेर हामीले बुझेका छौँ भने यतापट्टि चाहिँ भाटबटिनीमा खुल्ला रूपमा भित्रबाट सामानहरू निकाल्दै फालिएको अवस्था छ। तपाईँ बङ्गलादेश त के थियो बङ्गलादेशमा खाने पाएको छैन हाम्रो नेपालमा जति खाने खाओ न तपाईँहरू खान पाएको छैन हामीले खायौँ के खानु हो तपाईँहरूले ल्याएर भइदियो केटा हो तपाईँहरूले खानुभएको छैन तपाईँहरू साँच्ची नै भोकै हुनुहुन्छ खाजा खानु पाएन तपाईँले फलफुलको टेस्ट चाख्नु पाउनु भएको छैन। बेलुका गएर हामी त खाना खान्छौँ हातमा सामान बोकेर आइराख्नु विस्की लिएर एकछिन ठाडो गरौँ न ओ ल विस्की लिएर दर्शकले ओहो यो एकदमै डरलाग्दो अवस्था छ। यहाँ एकदमै डरलाग्दो अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ पारी यहाँबाट लिउँदै पारी समेत फालिएको छ। तपाईँ सडकमा हेर्नुभयो भने यस्तो किसिमको अवस्था छ। ओ माई गुडनेस ओहो यो देशमा के भइरहेछ यो त ल हेर्नुहोस् ओ माई गड भाटबटिनी यहाँ यो चाहिँ निकै डरलाग्दो अवस्था छ। यो पक्कै पनि राम्रो अवस्था होइन। तपाईँ हेर्नुहोस् ओ माई गड तपाईँलाई म भाटबटिनीभित्र गएर देखाउँछु। भाटबटिनीभित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा तपाईँलाई यहाँ म देखाउँछु। भाटबटिनीबाट सामानहरू निकालेर सामान ल हेर्नुहोस् यसरी लगिएको अवस्था छ। यी ल हेर्नुहोस् आइसक्रिम उठाइएको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ यसरी यहाँ धेरै मान्छेहरूले लगिसकेको अवस्था छ। यहाँबाट जे चाहिन्छ भाटबटिनीभित्रबाट लगिएको अवस्था छ। यहाँ बाहिर पनि यस्तो बनाएको छ। यो निकै नै डरलाग्दो अवस्था छ। नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ। ढुङ्गा हानेर घर फुटाएको अवस्था छ। यता भाटबटिनी फुटाएको अवस्था छ। साँच्चै यसले देखाउँछ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ। मानिसहरूमा मास डिप्रेसन जस्तो देखिएको छ। यहाँ यसरी हेर्दाखेरि गाडीहरू फुटाएको अवस्था छ। यो भाटबटिनी स्टोर कोटेश्वरबाट हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। पुलिस आयो भनेर भागिरहेका छन्। पुलिस आइसके पछाडि यहाँ पुलिस आयो भनिरहेका छन्। यसरी भागभाग भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ
निकै नै डरलाग्दो अवस्था। यहाँ प्रहरी आयो भन्दै भागिरहेको अवस्था छ। यो कहाली लाग्दो अवस्था हामीले काठमाडौँबाट तपाईँहरूलाई देखाइरहेका छौँ। तीन कुनेमा रेस्टुरेन्ट, घर फुटालिएको अवस्था छ, घर जलेको अवस्था छ। यहाँ ओहो माई गड, ल ल ल किन हाम्रै पुलिस, हाम्रै प्रधानमन्त्री, हाम्रै सबै हाम्रो देशका ओ माई गड। ल दर्शकवृन्द, यो निकै नै डरलाग्दो कुरा यहाँ देखेको छ। ल माई गड, यो परिवर्तनको सुरुवात भनौँ या मानिसहरूमा भएको आवेग, जुन राजनीतिक दल या जुन जसले हामीलाई नेतृत्व गरिरहेका छन् ती नेतृत्वप्रति मानिसहरूको वितृष्णा भनौँ, यो निकै नै डरलाग्दो अवस्था छ। निकै नै डरलाग्दो अवस्था। तपाईँ यहाँ आएर हेर्नुभयो भने निकै नै डरलाग्दो अवस्था छ। मानिसहरू क्रिकेट खेले जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड, माई गड। ओहो ओहो, भित्रबाट ओहो ओहो, के भइरहेछ भित्रबाट? तपाईँ देख्न सक्नुहुन्छ, हामीले यहाँ देखाइरहेका छौँ। भित्रबाट यो सेक्युरिटीलाई पनि नआउनु भनेको अवस्था छ। ओहो हो, निकै नै पीडादायक अवस्था हामीले तपाईँलाई यहाँ देखाइरहेका छौँ। पीडादायक अवस्था छ दर्शकवृन्द। माई गुडनेस। तपाईँलाई म बाहिरबाट देखाउँछु। सरी, प्रहरी आयो भन्दाखेरि भागिरहेका छन्। भाग्छन् भने अन्य समयमा चाहिँ नि यहाँ मानिसहरू लडिरहेका छन् चिप्लिएर। ओहो हो, के भइरहेछ देशमा? यो अचम्म, यो निकै नै अचम्मको दृश्य। अब यो बङ्गलादेशको स्थिति जस्तै त भनौँ। अब हेर्नु त यो सडकमा हेर्नु त यो आइसक्रिमका फ्रिजहरू यताउता त पुरा यहाँ त हरिबिसोकै अवस्था छ क्या। ल हेर्नुहोस्। ओहो, क्या तनाव लाग्ने यार यस्तो दृश्य देख्दा यार। Oh, my God. Oh my God. कसैले यदि युवाहरूको अथवा देशको अवस्थालाई चिन्न सकेन, जनताहरूले के चाहिरहेका छन् त्यो बुझ्न सकेन भने सायदै यो अवस्था आउने होला। मलाई त्यस्तो फिल भइरहेको छ यो दृश्य देख्दाखेरि। जसरी मानिसहरूले कमेन्टलाई जसरी अब नेताहरूको उसमा तपाईँहरूले कमेन्ट गर्नुहुन्छ नि, कमेन्टलाई जसरी नजरअन्दाज गरिएको छ, त्यसलाई बेवास्ता गरिएको छ, त्यसै गरी मानिसहरूको जसले एनालाइसिस गर्न सक्दैन, मानिसहरूमा भएको पीडा विक्षिप्तता, आफ्नो देशमा बसेर रोजगारी नपाउनुदेखि लिएर विभिन्न किसिमका कुराहरू जुन परिपूर्ति गरिरहेका छैनन्, देशमा बर्मलुट चलिरहेको छ, त्यसको खास यो हुन्छ नि, यो प्रतिबिम्ब जस्तो अथवा त्यो खालको कुरा हो जस्तो यसरी देख्न सकिन्छ। यो तपाईँलाई यो चाहिँ यदि वास्तविक देशको अवस्था नेताले बुझ्न सकेनन् र कार्यकर्ताहरूले भनेको अथवा आसेपासेहरूले होइन हजुर ठिक छ हजुर भनेको अवस्थामा मात्र बस्यो भने यो चाहिँ यस्तो स्थिति आउला जस्तो मैले फिल गरेको छु।